प्रश्न नम्बर 1 नेपालको पहिलो सार्वजनिक संस्थान कुन हो? अप्सन ए नेपाल टेलिकम, अप्सन बी विराटनगर जुट मिल, अप्सन सी जुद्ध म्याच फ्याक्ट्री, अप्सन डी नेपाल विद्युत प्राधिकरण। यसको सही उत्तर अप्सन बी विराटनगर जुट मिल। प्रश्न नम्बर 2 निजीकरणका विरुद्ध कस्ता तर्क हुन्छन्? अप्सन ए दक्षता बढ्छ, अप्सन बी रोजगार बढ्छ, अप्सन सी सेवा महँगो हुन्छ, अप्सन डी जनताको हितमा काम गर्दछ। यसको सही उत्तर अप्सन सी सेवा महँगो हुन्छ। प्रश्न नम्बर 3 सार्वजनिक संस्थानमा डुअल अकाउन्टेबिलिटी भन्नाले के बुझिन्छ? अप्सन ए नाफा र घाटा दुवैको लेखाजोखा, अप्सन बी मन्त्रालय र राष्ट्रपतिको आदेश, अप्सन सी लेखा परीक्षण र बैङ्कको निगरानी, अप्सन डी सरकार र जनताप्रति जवाफदेहिता। यसको सही उत्तर अप्सन डी सरकार र जनताप्रति जवाफदेहिता। क्वेसन नम्बर 4 नेपालको सार्वजनिक संस्थानहरूको समस्या देखाए मध्येमा उल्लेखित कुन हो? अप्सन ए अत्याधिक लाभ, अप्सन बी धेरै स्वतन्त्रता, अप्सन सी कुनै समस्या छैन, अप्सन डी पुँजी अभाव र प्रशासनिक कमजोर। यसको सही उत्तर हो पुँजी अभाव र प्रशासनिक कमजोर रहेको छ अप्सन डी। क्वेसन नम्बर 5 आर्थिक कारोबारको लेखागणना गर्दा खर्च तथा नोक्सानलाई डेबिट गर्ने नियम तलका मध्ये कुन खातासँग सम्बन्धित रहेको छ? अप्सन ए व्यक्तिगत खाता, अप्सन बी वास्तविक खाता, अप्सन सी अवास्तविक खाता, अप्सन डी माथिका कुनै पनि होइन। यसको सही उत्तर अप्सन सी अवास्तविक खातासँग सम्बन्धित छ। क्वेसन नम्बर 6 सार्वजनिक संस्थानमा मानव संसाधन व्यवस्थापनले के सुनिश्चित गर्छ? अप्सन ए उत्पादन मात्र, अप्सन बी वित्तीय लाभ, अप्सन सी बजार प्रतिस्पर्धा र अप्सन डी कर्मचारीको मनोबल र सङ्गठनात्मक लक्ष्य प्राप्ति। यसको सही उत्तर अप्सन डी कर्मचारीको मनोबल र सङ्गठनात्मक लक्ष्य प्राप्ति। क्वेसन नम्बर 7 संस्थागत सुशासनमा पारदर्शिता किन आवश्यक हुन्छ? अप्सन ए नाफा घटाउन, अप्सन बी गोपनीयता कायम गर्न, अप्सन सी कर्मचारीहरूलाई नियमन गर्न, अप्सन डी निर्णयहरूमा विश्वसनीयता ल्याउन। यसको सही उत्तर अप्सन डी निर्णयहरूमा विश्वसनीयता ल्याउन। क्वेसन नम्बर 8 ढिटो पत्र बोर्डको प्रमुख नियुक्ति कसले गर्छ? अप्सन ए अर्थ मन्त्रालय, अप्सन बी नेपाल सरकार, अप्सन डी नेपाल राष्ट्र बैङ्क, अप्सन डी शेयरधनीहरूको मतदान। यसको सही उत्तर अप्सन बी नेपाल सरकारले नियुक्ति गर्दछ। प्रश्न नम्बर 9 नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडलाई सार्वजनिक संस्थानको वर्गीकरणमा कुन क्षेत्र अन्तर्गत समावेश गरिएको छ? अप्सन ए सेवा, अप्सन बी औद्योगिक, अप्सन डी सामाजिक, अप्सन डी जनोपयोगी। यसको सही उत्तर अप्सन ए सेवा क्षेत्र अन्तर्गत समावेश गरिएको छ। प्रश्न नम्बर 10 नेपालको अर्थतन्त्रमा सार्वजनिक संस्थानको भूमिका देखाएका मध्ये कुन होइन? आर्थिक तथा पूर्वाधार विकास, अप्सन बी आधारभूत सेवा र बजार नियमन, अप्सन सी प्रविधिको विकास र नवप्रवर्धन, अप्सन डी सामाजिक विकास र सङ्कट व्यवस्थापन। यसको सही उत्तर अप्सन बी आधारभूत सेवा र बजार नियमन। शासन पद्धति र संविधान।
प्रश्न नम्बर 1 कानुन बमोजिम बाहेक कुनै पनि नागरिकलाई निजको स्वामित्वमा रहेको वासस्थानबाट हटाइने वा अतिक्रमण गरिने छैन भन्ने आवास सम्बन्धी मौलिक हक कुन धारामा रहेको छ? अप्सन ए धारा 17, अप्सन बी धारा 27, अप्सन सी धारा 38, अप्सन डी धारा 47। यस प्रश्नको सही उत्तर अप्सन सी धारा 38 अन्तर्गत रहेको छ। प्रश्न नम्बर 2 संविधानको धारा 50 बमोजिम निर्देशक सिद्धान्तहरू अन्तर्गत के विषय उल्लेख गरिएको छैन? अप्सन ए राज्यको राजनीतिक उद्देश्य, अप्सन बी राज्यको आर्थिक उद्देश्य, अप्सन सी राज्यको शासन व्यवस्था, अप्सन डी राज्यको अन्तर्राष्ट्रिय सम्बन्ध। यस प्रश्नको सही उत्तर हो अप्सन सी राज्यको शासन व्यवस्था उल्लेख गरिएको छैन। प्रश्न नम्बर 3 सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना कस्तो हुनेछ? अप्सन ए सङ्घ र प्रदेश गरी 2 तहको, अप्सन बी केन्द्र र स्थानीय गरी 2 तहको, अप्सन सी सङ्घ प्रदेश र स्थानीय गरी 3 तहको, केन्द्र प्रदेश र स्थानीय गरी 3 तहको। यस प्रश्नको सही उत्तर अप्सन सी सङ्घ प्रदेश र स्थानीय गरी 3 तहको मूल संरचना हुनेछ। प्रश्न नम्बर 4 नेपालको संविधानको पालना गर्नु ... हुनेछ। प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ। अप्सन बी नेपाल सरकारको कर्तव्य हुनेछ, अप्सन सी प्रत्येक नागरिकको कर्तव्य हुनेछ, अप्सन डी प्रत्येक नेपालीको नागरिकको कर्तव्य हुनेछ। यस प्रश्नको सही उत्तर हो अप्सन ए प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ नेपालको संविधान पालना गर्नु। प्रश्न नम्बर 5 नेपालको संवैधानिक प्रावधान अनुसार वैदेशिक ऋण लिने अधिकार कुन एकाइलाई रहेको छ? अप्सन ए सङ्घ, अप्सन बी प्रदेश, अप्सन सी स्थानीय तह, अप्सन डी सङ्घ र प्रदेश। यस प्रश्नको सही उत्तर अप्सन ए सङ्घको अधिकार रहनेछ। इतिहास र सांस्कृतिक। क्वेसन नम्बर 1 मल्लकालीन समयमा कुलो नहर आदिको रेखदेख गर्ने निकायलाई के भनिन्थ्यो? अप्सन ए डाल्फा, अप्सन बी पञ्चम, अप्सन सी लिङ्गवल, अप्सन डी मापचोक। यस प्रश्नको सही उत्तर हो अप्सन ए ढाल्पा। प्रश्न नम्बर 2 नेपाली इतिहासमा नेपाल एकीकरण पछिका शाहवंशीय राजाहरूमध्ये पृथ्वीनारायण शाह पछिका राजा को हुन्? अप्सन ए प्रताप सिंह शाह, अप्सन बी सुरेन्द्र विक्रम शाह, अप्सन डी राजेन्द्र विक्रम शाह, अप्सन डी रणबहादुर शाह। यस प्रश्नको सही उत्तर हो अप्सन ए प्रताप सिंह शाह राजा हुन्। प्रश्न नम्बर 3 शासन व्यवस्थामा एग्नेट प्रथाको अन्त्य कुन प्रधानमन्त्रीको पालादेखि भएको थियो? अप्सन ए जङ्गबहादुर राणा, अप्सन बी भीमसेन थापा, अप्सन सी मोहन शमशेर, अप्सन डी बीपी कोइराला। यसको सही अप्सन अप्सन सी मोहन शमशेर। प्रश्न नम्बर 4 छोरा भएमा कुखुराको भालेर छोरी भएमा पोथी काटेर न्वारन गर्ने प्रचलन कुन जातिमा रहेको छ? अप्सन ए ब्यासी, अप्सन बी बन्जारा, अप्सन सी सतार, अप्सन डी दुरा। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन सी सतार जातिमा रहेको छ। प्रश्न 5 मानिस मरेपछि मृत शरीरलाई शुद्ध जलले स्नान गराउने, नयाँ कपडा चन्दन लगाइदिने र कञ्चनजङ्घा हिमालतिर शिर राखेर गाड्ने चलन कुन जातिमा रहेको छ? अप्सन ए बादी, अप्सन बी ताङ्बेल, अप्सन सी थारू, अप्सन डी लेप्चा। यस प्रश्नको सही उत्तर हो अप्सन डी लेप्चा जातिमा रहेको छ।
प्रश्न, विक्रम सम्वत 2083 मनाइएको कतिऔं राष्ट्रिय कोदो दिवस हो? अप्सन ए पहिलो, अप्सन बी दोस्रो, अप्सन सी तेस्रो, अप्सन डी चौथो। यस प्रश्नको सही उत्तर कमेन्ट गर्नुहोला कमेन्ट बक्समा गएर।